हामी अब सुरु गर्छौँ एकै एकबाट स्वास्थ्य शिक्षाको परिचय, जसमा सब्जेक्टिभ क्वेसनहरू हल गरिएको छु। यो चाहिँ नोट कपी हो। यसमा चाहिँ 1 नम्बरको मात्रै हल गरिएको छ, जसमा डिफाइन हेल्थ एजुकेसन, एक्सप्लेन इट्स पर्पज एन्ड एम्स, स्वास्थ्य शिक्षाको परिचय दिई यसका ध्येय र लक्ष्यहरूको वर्णन गर्नुहोस्। त्यसपछि अब यसमा मानिसहरूलाई जीवनमा स्वस्थपूर्ण जीवनयापन गर्न सहयोग र प्रेरित गर्ने एक शैक्षिक प्रक्रिया हो। यसले मानिसलाई रोगबाट बच्न, सकारात्मक जीवनशैली अपनाउन, स्वास्थ्य सम्बन्धी ज्ञान तथा चिजहरू सिकाउँछ। स्वास्थ्य शिक्षाले परिवर्तित वातावरणमा समायोजित हुन योग्य बनाउँछ। स्वास्थ्य शिक्षाका ध्येय तथा लक्ष्यहरू। स्वास्थ्यलाई व्यक्ति, परिवार र समुदायको बहुमूल्य सम्पत्तिको रूपमा स्वीकार गर्न सहयोग गर्नु, असल स्वास्थ्य कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारे जनतालाई सचेत गराउने, आफ्नै प्रयास र क्रियाकलापद्वारा जनतालाई असल स्वास्थ्य प्राप्त गर्न प्रेरित गर्ने, आफ्नो क्षेत्रमा उपलब्ध भएको स्वास्थ्य सेवाहरूको अधिकतम प्रयोग र त्यसको विकासका लागि प्रेरित गर्नु। त्यो चाहिँ एउटा क्वेसनको एन्सर मात्रै थियो। यो चाहिँ नोट कपी। अब चाहिँ सुरु गर्छ हामी मुख्य बुदाहरू। यहाँ चाहिँ स्वास्थ्य शिक्षाको महत्त्व बुदाहरू रहेका छन्। व्यक्तिलाई वैज्ञानिक ज्ञानद्वारा स्वस्थ रहन सिकाउँदै आचरणमा परिवर्तन ल्याउन, स्वास्थ्य सम्बन्धी बानी व्यवहार र आचरणमा परिवर्तन ल्याउन, देशका लागि आवश्यक स्वस्थ, दक्ष र उत्पादनशील जनशक्ति तयार गर्न, व्यक्तिलाई नियमित र सन्तुलित भोजन प्रयोग गर्न, व्यक्तिलाई रोगको लक्षण देखा पर्नासाथ सुरक्षात्मक उपाय अपनाउन सक्षम बनाउन। शिक्षाको महत्त्व, जसमा समाजमा विद्यमान स्वास्थ्य सम्बन्धी खराब धारणा निर्मूल गर्न, त्यसैगरी 6 नम्बरमा स्वास्थ्य स्थानीय स्तरमा उपलब्ध स्वास्थ्य सेवाहरूको पूर्ण उपयोग गर्न, त्यसैगरी 7 मा समाजमा विद्यमान समस्याहरू जस्तै लागु पदार्थ दुरुपयोग, मद्यपान, धुम्रपानबाट बच्न सचेत बनाउन, आकस्मिक दुर्घटनाहरूबाट बचाउन र सुरक्षा तथा उपचारको बारेमा जानकारी दिन। अनि त्यसैगरी 9 मा परिवर्तित वातावरणमा समायोजित हुने बनाउन र 10 मा स्वास्थ्यको क्षेत्रमा गुणस्तरीय उच्चतम जीवनयापनको लागि सहयोग गर्न चाहिँ स्वास्थ्य शिक्षाको महत्त्व रहेको छ। त्यसैगरी स्वास्थ्य शिक्षाका लक्ष्य र उद्देश्यहरू। 1 नम्बरमा स्वास्थ्य शिक्षाका प्रमुख 4 लक्ष्यहरू रहेका छन्। 1 नम्बरमा छ स्वास्थ्यलाई व्यक्ति, परिवार र समुदायको बहुमूल्य सम्पत्तिको रूपमा स्वीकार गर्न। अनि त्यसैगरी 2 नम्बरमा असल स्वास्थ्य कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा सचेत गराउने। 3 नम्बरमा आफ्नै प्रयास र क्रियाकलापद्वारा असल स्वास्थ्य प्राप्त गर्न जनतालाई उत्साहित गर्ने। त्यसैगरी 4 नम्बरमा आफ्नो क्षेत्रमा उपलब्ध भएको स्वास्थ्य सेवाहरूको अधिकतम प्रयोग र विकासका लागि प्रोत्साहित गर्नु। स्वास्थ्य शिक्षाका लक्ष्य र उद्देश्यहरू जो चाहिँ 4वटा छन्। त्यसैगरी स्वास्थ्य शिक्षाका उद्देश्यहरू, यो चाहिँ अलग, यो 2वटा भयो। त्यसपछि उद्देश्यहरू मात्रै। 1 नम्बरमा व्यक्ति समुदायको स्तर वृद्धि गर्ने। 2 नम्बरमा स्वास्थ्य सम्बन्धी व्यवहार सुहाउँदो परिवर्तन ल्याउन स्वास्थ्य ज्ञान प्रदान गर्ने। अब 3 नम्बरमा स्वास्थ्य र त्यस सम्बन्धी समस्याहरूको स्थितिबारे जनचेतना जागृत गराउने। त्यसैगरी 4 नम्बरमा स्वास्थ्य समस्याहरू समाधान गर्ने काममा मद्दत पुर्याउने। त्यसैगरी 5 मा स्वास्थ्य सम्बन्धी सैद्धान्तिक तथ्यहरूलाई दैनिक व्यवहारमा ल्याउनका लागि मौका प्रदान गर्ने। त्यसैगरी 6 मा स्वस्थता प्राप्त गर्नको लागि सामूहिक उत्तरदायित्वको भावना विकास गराउने। 7 मा स्वास्थ्य समस्याहरूलाई अन्धविश्वास एवं परम्परागत दृष्टिकोणबाट हेर्ने बानी हटाउनका लागि वैज्ञानिक सत्यतथ्य र दैनिक व्यवहारसँग मेल खाने सूचना प्रदान गर्ने। स्वास्थ्य शिक्षाका उद्देश्यहरू। त्यसैगरी स्वास्थ्य शिक्षाका सिद्धान्तहरू। स्वास्थ्य शिक्षा दैनिक जीवनसँग सम्बन्धित हुनुपर्छ। स्वास्थ्य शिक्षा सिद्धान्तमा भन्दा तथ्यपूर्ण व्यवहारमा जोड दिनुपर्छ। आफ्नो मार्गमा सधैँ सकारात्मक हुनुपर्छ। रचनात्मक र प्रगतिशील हुनुपर्छ। उत्साहपूर्ण र प्रभावकारी शिक्षण रुचिमा आधारित हुनुपर्छ। त्यसैगरी 6 मा उद्देश्यपूर्ण सूचनामा आधारित हुनुपर्छ।
अनि त्यसै गरी हाम्रो नोट कपीमा चाहिँ छ स्वास्थ्य शिक्षाका क्षेत्रहरू: घर, विद्यालय, समुदाय, काम गर्ने ठाउँ र स्वास्थ्य केन्द्रहरू। अनि त्यसै गरी स्वास्थ्य शिक्षाका आधारहरू: स्वास्थ्य शिक्षाको एउटा फरक विषयगत अस्तित्व कायम गर्ने सिलसिलामा सघाउने सम्पूर्ण पक्षहरूलाई स्वास्थ्य शिक्षाका आधारहरू भन्नाले स्वास्थ्य शिक्षाको एउटा फरक विषयगत अस्तित्व कायम गर्ने सिलसिलामा सघाउने सम्पूर्ण पक्षहरूलाई स्वास्थ्य शिक्षाको आधार भनिन्छ। जसमा निकोलस गलीका अनुसार स्वास्थ्य शिक्षाका 5 प्रमुख आधारहरू मध्ये स्वास्थ्य शिक्षाका 4वटा आधारहरू यहाँ चाहिँ उल्लेख गरिएको छ। जसमा 1 मा वैज्ञानिक आधार, 2 मा मनोव्यावहारिक आधार, 3 मा शैक्षिक आधार र 4 मा सामाजिक तथा सांस्कृतिक आधार। त्यसै गरी रहेको छ 1 नम्बरमा वैज्ञानिक पक्ष: मानिसको स्वास्थ्यमा सुधार, संरक्षण, वृद्धि र विकास गरी उच्चतम स्वास्थ्य प्राप्तिको चुचुरोसम्म पुर्याउन सधैँ प्रयत्नशील रहने आधुनिक विज्ञान यी विभिन्न सहयोगी पक्ष तथा तत्त्वहरूलाई नै वास्तविक अर्थमा स्वास्थ्य शिक्षाको वैज्ञानिक आधार भनिन्छ। वैज्ञानिक आधारका पक्षहरू कीटाणु र औषधिहरूको पहिचान, जसमा औषधि, आयुर्वेद, खोज र अनुसन्धान जस्ता चिजहरू पर्छन्। त्यसै गरी वैज्ञानिक यन्त्रहरूको आविष्कार र विकास, जसमा एक्सरे, माइक्रोस्कोप, सिटी स्क्यान र एमआरआई जस्ता चिजहरू पर्दछन्। त्यसै गरी शल्यक्रिया, सर्जरी, औषधि उपचारबाट निको नहुन सकेका चिजहरूमा चाहिँ शल्यक्रिया यो चाहिँ प्रयोग हुन्छ। अनि त्यसपछि लाएर प्रयोगशाला विधि, विभिन्न चिज टेस्ट गर्नको लागि, जस्तै रगत टेस्टहरू गर्नु पर्यो, यस्ता चिजहरू गर्नुपर्छ चाहिँ प्रयोगशाला विधि, जसमा वैज्ञानिक आधारहरूको समेटिएको हुन्छ। त्यसै गरी अङ्ग प्रत्यारोपण, अर्गान्स ट्रान्सप्लान्ट, जसमा चाहिँ वैज्ञानिक आधारहरूका वैज्ञानिक पक्षका आधारका पक्षहरू पर्दछन्। त्यसै गरी मनोव्यावहारिक आधार 2 नम्बरमा चाहिँ स्वास्थ्य सम्बन्धी खराब ज्ञान, धारणा र व्यवहारमा परिवर्तन र सुधार गरी स्वस्थकर बनाउनु हो। मनोव्यावहारिक आधार भन्नाले चाहिँ मनमा, दिमागमा कस्तो खालको सोच पालेर बसेको छ र त्यसले उसको स्वास्थ्यमा कस्तो खालको असर पार्छ भन्ने विषयलाई चाहिँ अध्ययन गरी सुधार गर्ने कार्य नै मनोव्यावहारिक आधारभित्र पर्दछ। जसमा चाहिँ मनोवैज्ञानिक र व्यावहारिक मिली मनोव्यावहारिक बन्दछ र यसका आधारका पक्षहरू यसमा चाहिँ व्यक्तिको इच्छा र आवश्यकता, आकर्षण र अनुकरण, सिकाइका सिद्धान्तहरू, व्यक्तिगत बानी व्यवहार। त्यसै गरी 3 नम्बरमा चाहिँ शैक्षिक आधार, समुदायमा स्वास्थ्यको महत्त्व बुझेर सोही अनुरूपको व्यवहार र अभ्यासको अनुसरण हुन सक्दैन। समुदायमा मानिसहरू शिक्षित मात्र भएर पनि पुग्दैन। यदि उनीहरूले असल स्वास्थ्यका आचरणहरू अनुसरण गर्न सकेनन् भने शिक्षित भएर पनि उनीहरूको स्वास्थ्य र जीवन स्वस्थ, दीर्घायु र सुखमय नहुन सक्दछ। शिक्षाको मुख्य लक्ष्य नै शिक्षित, सचेत र स्वस्थ र स्वावलम्बन नागरिक उत्पादन गर्नु हो। जसमा चाहिँ औपचारिक, अनौपचारिक शिक्षा, जनजागरण कार्यक्रम, उच्च शिक्षा र रोजगार, अनुसन्धान। अनि 4 मा चाहिँ सामाजिक तथा सांस्कृतिक आधार। फर इक्जाम्पल, गर्भवती महिलाको हेरचाहको समयमा हिन्दू धर्म मान्ने समुदायमा गाई गोरुको मासुबाट प्रचुर मात्रामा आइरन पाइन्छ भनेर सूचना प्रवाह गर्नु गम्भीर भूल हुन सक्छ। त्यसैले स्वास्थ्य शिक्षामा समावेश गरिएका विषयवस्तुहरू हाम्रो सामाजिक सांस्कृतिक परिवेशसँग मेल खाने हुनुपर्दछ। त्यसै गरी सामाजिक तथा सांस्कृतिक आधारका पक्षहरू धार्मिक चाडपर्वहरू, जन्म, चुडाकर्म र विवाह, पूजाआजा, अन्धविश्वास, अन्य सांस्कृतिक परम्परा र संस्कारहरू। त्यसै गरी यो चाहिँ 1 2 हो। यो चाहिँ अर्को भिडियोमा आउँछ।